आज आमा औँसी बिहानबाट धेरैजना साथीहरूले सामाजिक सञ्जालमा आमा भन्दै सासुआमा, ठुलिआमा, सानीआमा, काकी, भाउजू लगायतका तस्बिरहरू राखिरहनु भएको छ। यो देखेर मलाई केही कुरा भन्न मन लागेर यो भिडियो बनाएको छु। यो संसारमा आमा भन्ने चिज जम्मा एकजना हुनुहुन्छ, जसले हामीलाई जन्म दियो। उहाँ मात्र एकजना असल आमा हुनुहुन्छ। बाँकी सबै आमा समान भए पनि आमा चाहिँ होइन। यसो भनिरहँदा मैले उहाँलाई अपमान गर्न खोजेको होइन। उहाँहरू सबै हाम्रा सम्माननीय इष्टमित्र हुनुहुन्छ। यसरी सम्माननीय इष्टमित्रलाई आमाको दर्जामा दिएर आमाको अपमान चाहिँ नगरौँ है। किनकि आमा भनेको सृष्टिकर्ता हो, जननी हो। आमाको रोल अरू कुनै पनि अभिभावकले लिन सक्दैन। उहाँहरू आमा सम्मानको भए पनि असली आमा चाहिँ एउटा मात्र हो। अनि अर्को महत्त्वपूर्ण कुरा के छ भन्दा, आमा औँसी हामीले वर्षमा एक दिन मात्र मनाउने होइन, हरेक दिन मनाउनु पर्छ। हरेक मिनेट, हरेक पल मनाउनु पर्छ। धन्यवाद।